हेलो गाइस, नमस्ते, गुड मर्निङ। आज चाहिँ हामी अब काम खोज्नको लागि जान आँटेको यो दिदीको लागि हैन, प्रे गर्नु काम खोज्नको लागि हो। हामी अब निस्किन आँटेको आज। अब कति के पाइन्छ, कता कता पाइन्छ। मसँग चाबी छ, सबै छोडेर गइसकेको लागि। ब्लगरै ब्लगर छ यहाँ, ब्लगर बनाउनुहुन्छ हो? केमा? इन्स्टाग्राम? उयसमा युट्युबमै। युट्युबमा के छ नाम? स्माइल गर्ल। स्माइल गर्ल। गाइज, इफ यु आर न्यू, सब्स्क्राइब फर द स्माइल गर्ल। तपाईको के छ र नाम? निर्मला चामलिङ ब्लग्स। ल भरे कति सब्स्क्राइबर छ? मेरो भर्खर नयाँ हो। कति त? 41। मेरो 5K छ। आमा त्यत्रो पुगिसकेको रहेछ त नि। ब्लगर म चाहिँ भर्खर न्यू हो। She is also new blogger, guys. Yes, support me, okay? Okay. सब्स्क्राइब गर्नु ल मेरोमा पनि। ल गाइस, अब चाहिँ हामी चाहिँ हिँडेको हैन ड्युटी। अझ यसमा हैन, यसमा हो। ब्लगर चाहिँ गर्न पर्छ के छ। मेरो घाम यस्तो छ, लास्टै घाम छ। अब एउटाको लागि हामी 4 जना हिँडेको छ कि एउटा काम। कतिजना अब हामी चाहिँ न्यू ब्लगर, ओके? Her channel name? What's your channel name? स्माइल गर्ल। Smile girl. Please do subscribe for her also. के भन्छ? अब हामी यो सलुनमा जाने, यो सलुनमा। यहाँनिर अब काम पाउँछ हुँदैन, हेरौँ। यहीँनिर छ त, 2टा सलन छ नि। हाम्रो चाहिँ अलिक टाइम लाग्छ, बुझ्दै गरेको छौँ। हामीलाई त भन्नै पर्दैन नि। यस्तो घाम छ अनुहार त पोलेर काल्दै। यो कुवेतमा त पापै लागेर होला, यति साह्रो घाम लागेको। ल मैले चस्मा पनि ल्याइन, मास्क पनि ल्याइन, गाह्रो भयो। यहाँ हजुर, यहाँ पनि छ सलोन, यहाँ पनि छ। तर कताबाट पस्ने हो कि? यहाँनिर एउटा सलोन रहेछ कि, यो बिल्डिङमा 2टा छ, उताबाट पस्ने होला क्या। अब हेरौँ त्यहाँनिर के भन्दा रहेछ होइन। मेरो अगाडिबाट सिधा छ। चाहिँ यहाँ एलिभेन्ट होइन यो सलुनको नाम, एलिभेन्ट सलुनमा आएको छ बुझ्नुको लागि। अब हेरौँ के हुन्छ काम होइन। दिदी कतिको प्रोफेसनल हुँदो रहेछ र अनि एक्सेप्ट गर्दो रहेछ। हेरौँ आज दिदीको कामहरू होइन। हाम्रो दिदीलाई यहाँनिर अब काम मिलेन, के गर्छ? नो मिलेन भन्नुको मतलब अब यहाँनिर हेयरको चाहिँ चाहिएको रहेनछ स्टाफ होइन, नेलको लागि चाहिँ चाहिएको रहेछ। नेलमा अब हामीलाई होइन, अब हामी 3जना चाहिँ नेलमा काम गर्छ। हामी 3जनाको लागि हो भने चाहिँ एकदम यहाँनिर फेरि डन भइसकेको हो। तर हेयरमा चाहिँ भएन। अब फेरि अब नेलको लागि आउने हो भने चाहिँ उकाटेर पठाउनु भएको छ होइन। भएर अब फेरि हामी अर्को ठाउँमा बुझ्न जाँदैछौँ गाइस होइन। She gave to me card. She said, "If you need, I will come." लेट्स गो। हामी अब जाँदैछौँ अर्को सलुनमा होइन। अब हामी लागेको कताबाट हो? मेरो छ उयो छ, के भन्छ, इन्सर्ट, क्यापकट इन्सर्ट, अनि अर्को छ मैले क्यापकटबाट गर्छु। हाम्रो यी दिदी पनि ऊ हो के, ब्लगर हो क्या। दिदीको नाम चाहिँ होइन, च्यानल नेम निर्मला चामलिङ अब मेरो भन्दा ज्यादा अब 125 उयो रहेछ त अनि सब्स्क्राइब माइ च्यानल रहेछ। निर्मला चामलिङ ब्लग्स। म चाहिँ भर्खर जुनियर हो क्या, उहाँ चाहिँ सिनियर हो। सबैजनाले सब्सक्राइब गरिदिनु होला। के अरे तपाईँको नाम? निर्मला चामलिङ ब्लग्स। सपोर्ट गाइस होइन। हजुर यो होइन, म चाहिँ यता दिदीलाई पार्लर देखाउँदै हिँडेको। यहाँनिर छ अब एउटा काम धेरै भएर होइन, अब हिँड्नु सकिन्छ जस्तो छैन क्या। मेबी 50+। आज कुवेतको टेम्परेचर 50+ होला सायद होइन।
लास्टै गर्मी छ अब यो कताबाट छिर्ने हो यो ठाउँमा क्लोज टु छिर्ने ठाउँ थाहा भएन राम्रो देखेको छ मेरो सेटिङ मिलाइदिनु न एकछिन ल भरे ल रुममा यहाँ बिल्डिङ भित्र पस्नुको लागि बाटो खोज्छ गर्मी हाई गाइस यहाँ भित्र पस्ने उयो नै भेटिएन क्या ढोकाइ भेटिएन मेरो तालु त झन् ठुलो हुन्छ होला यहाँनिर पनि छ एउटा तर यो एलिटा भन्ने एलिटा सलुन छ होइन त्यो त्यसमा चाहिँ राम्रो छ जस्तो लागेन जाने यहाँनिर अलराउन्डरै होला किनकि मेरो एकजना साथी आएको थियो क्या सलुन त कति छ बिल्डिङै पछि छ सलुन म चाहिँ देखाउनु हिँडेको यहाँ के भन्छ कुवेतको बासिन्दा भएर क्या सबैलाई सलुन देखाउँदै हिँडेको त्यो सलुन यहाँनिर सलुन एलिटा भिआइपी सलुनमा आएको छु म भए फेरि हामी यहाँनिर बस्नको लागि अब हेरौँ यहाँनिर कस्तो हुँदो रहेछ कति फ्लोर हो त्यहाँ हेर्नु त कति फ्लोरमा छ होइन स्ट्रेस ज्यादा भयो भने के हुन्छ बिचारी मेरो दिदीहरू अब यहाँनिर हामी आइपुग्यौँ यो एलिटा भन्ने सलुनमा होइन यहाँनिर पहिले मेरो एकजना साथी पनि काम गरेको थियो भित्र क्यामेरा गर्नु पाइँदैन भित्रको यस्तो रहेछ होइन गाइस के को रहेछ अरे यहाँको यस्तो रहेछ यहाँभित्र चाहिँ होइन एलिटा सलुन यहाँभित्र चाहिँ यो चाहिँ यति चाहिँ अब हेयरको होला होइन यहाँनिर चाहिँ अनि त्यहाँदेखि यहाँनिर भित्र होला फेसियलहरू मेनिक्योर पेडिक्योरहरू यहाँनिर भित्र रहेछ मेनिक्योर पेडिक्योर सो ठिकै रहेछ सलुन त गाइस यहाँनिर चाहिँ पर्सेन्टेज पैसा दिँदो रहेछ होइन गाइस राम्रो छैन यो सलुन किनभने हुँदैन नि कस्टमर पनि यहाँ त्यति आउनु पर्यो नि त अनि कस्टमर आयो भने त पर्सेन्टेजको उयसले पनि राम्रो हुन्छ तर यहाँनिर थाहा छ सेलरी यहाँनिर राम्ररी दिँदैन किनकि यहाँ मेरो नेपालबाट साथी आएको थियो आएर फर्केर गएको 3 महिनामा यहीँनिर यहाँनिर पनि फिक्स भएन ड्युटी होइन अब यहाँ सेलरीको हिसाबले दिँदैन रहेछ कस्टमर कति गर्न सक्यो आफूले त्यो अनुसारले दिँदो रहेछ यस्तो राम्रो हुँदैन अब फेरि हामी लाग्यो अर्को सलुनमा आज घुम्दा घुम्दै अनुहार डढेर कालो हुने रहेछ गाइस होइन अब अझैसम्म त भेटेको छैन यहाँ सबैजना घामले टटेर आमामा पानी पानी भन्ने भएको छ म यहाँ गलेर रातो नपिरो भएको छ घाम बेसी तातो भएर होइन गाइस अनि कति बेला रुममा पुग्ने हो काम कति बेला खोज्नु यहाँ माथि रहेछ तर यहाँ माथि रहेछ एउटा सलुन होइन तर यहाँभित्र पस्ने उयो नै भेटेन क्या बाटै भेटेन कताबाट पस्ने हो त्यता त छैन होला अरे हामी मिस नेल एन्ड स्पा भन्नेमा आएको छौँ अब यहाँनिर बुझ्नुको लागि अब हेरौँ यहाँनिर फेरि सी के हुन्छ यहाँनिरको यो चाहिँ सायद यहाँको त हेयरको पनि रहेछ यहाँभित्र यस्तो छ रहेछ यो चाहिँ हेयरको होला हेयरको पनि रहेछ यहाँ नेलको यस्तो छ राम्रो रहेछ यहाँभित्र है यहाँभित्र मसाज विदेशको सलुन यस्तो हुन्छ है गाइस हेर्नु है यहाँनिर यहाँ नेल ओन्ली फर नेल मेनिक्योर पेडिक्योर जकोर्से दिस वान मान्छे काम खोज्नुमा व्यस्त हामी भिडियो बनाउनु र फोटो खिच्नुमा व्यस्त हो सो हामी चाहिँ फुप्पै यहाँनिर भिडियो सुटिङ गर्दैछौँ होइन यहाँ दिदी आमा भ्लगर भएर खालि के हो भने के हो यस्तो हो टिकटक
ठुलोभित्र रहेछ कि यहाँनिर बजाउने चाहिँ यो प्रेस गर्ने चाहिँ नभेटेर ल गयो एकजना यहाँनिर पनि माथि के भन्छ यहाँनिर पनि काम दिएन भन्दा अब अरबिकमा मेरी बात माफी मैं हंसो सो हाबीबती दौर थानी मकान माफी मुश्किल है लास्टमा जाँदै बस्नुपर्छ सरबाट सालुन छ जाँदैमा अब हेरौँ एक ठाउँमा बोलाएको छ त्यहाँनिर जान्छौँ हामी होइन सलमिया सिटी ल अब हामी त्यहाँनिर जाँदैछौँ फेरि त्यहाँ पनि होइन जा बस्यो नि अहिलेसम्म हामी कतिवटामा पस्यौँ 3टा सलुनमा पसिसक्यो माथि होइन सलुनभित्र पस्दा चाहिँ स्वर्गमै गए जस्तो हुन्छ बाहिर निस्केपछि नर्कमा झरे जस्तो हुन्छ गाइस होइन अब यहाँनिर यी आँखा घाम बेसी भएर होला के मातेको जतिकै भएर हिँड्नु परिरहेको छ यहाँ भिडियो बनाउने भएको हो कि घाम ज्यादा भएर होइन फेरि जानुपर्ने यहाँ एकजना म्याडमले उ गर्ने अरे त्यहाँ जानुपर्ने ब्लगर घामले चाहिँ लागि छैन गीतहरू भएको नहाल्नु है कपिराइट आउँछ पछि मोनिटाइज भयो भने नि त्यो कपिराइटले मोनिटाइज गर्न दिँदैन कि गीतहरू अरूको कसै सेलाउनु भएको तपाईँ म सेला खान यहाँ टिकटक यस्तो हेर्दैछु कि फेरि अर्को टाइम क्लासेसमा गयौँ हामी अब होइन अब यहाँनिर चाहिँ हल्का कुरा मिलेको हो कि जस्तो छ अनि धेरै कामको लागि रहेछ यहाँनिर इन्शाल्लाह होइन लाइसेन्सको लागि पनि रहेछ भ्याकेन्सी होइन लाइसेन्सको लागि अब कोही छ भने चाहिँ मसँग कन्ट्याक्ट गर्नु यहाँनिर मैले जब खोजिदिएको छु होइन अब होइन यहाँनिर मिले त राम्रो हुन्छ लाइसेन्सको लागि चाहिँ अब नयाँ पनि ल्याउन सक्छ होइन नयाँ नेपालबाट पनि चाहिएको छ भनेर भन्दैछ अब यहाँनिर अब हजुरहरू कोही इच्छुक हुनुहुन्छ भने कन्ट्याक्ट गर्नु होला सो अब चाहिँ हामी काम खोज्दा थाकिसक्यो अब होइन अब लाग्नुपर्छ एकछिन मार्केटतिर Guys, we are super tired. त्यहाँ नजाने ब्लग Maybe this glasses. Maybe they will call. Guys, how many times I tell to you guys, this is a new blogger. Okay, support to her also. Support me, please. Channel name Smile Girl. Okay, support her. Support to her. पर्यो अवस्था पर्खिनु अवस्था पर्यो होइन अब दिदीहरू चाहिँ उताउतै अब जानुहुन्छ अनि मेरो चाहिँ हल्का अब आज डे अफको बेलामा त हल्का क्लिन गर्नु पर्यो वाइफ होइन कपडाहरू पनि धुनुपर्ने छ नुहाएको पनि छैन ब्याड स्मेल गराउँदै हिँडिरहेको छ डङडङ्गी पट्टिमा त धसेर के गर्नु त्यही भएर अब म चाहिँ होइन रुम जाने अनि त्यहाँदेखि क्लिन्स गर्ने वास गर्ने त्यहाँदेखि दिदीहरू अब पनि जानुहुन्छ एक त घाम पनि ज्यादा छ अब अनुहार तातेर भोलि ड्युटी जाँदाखेरि के भयो तेरो अनुहारमा भनेर सोध्यो भने बिचरा न चस्मा छ न छाता छ के हो नि मेरो जिन्दगी यस्तो बिचरी भनेर यो गाडीको मान्छेलाई के भयो फेरि आज हामी कतिवटा 4-5वटा त घुम्यो सलोन होइन अब एउटा मान्छे हल्का फिक्स हुन्छ कि भन्ने कुरा छ अब भोलि पर्सिसम्मको डेट दिएको छ उनीहरूले बात नै काम त जति पनि भेचिँदो रहेछ उयो मान्छेले त के बनाउँदैछ त होइन क्या उयो मान्छेले त के बनाउँदैछ त मेरो अनुहार रातो भइसक्यो होइन काम त भेटिँदो रहेछ है भेट्ने त टन्नै तर मेरो चाहिँ कम्पनी होइन एकदम गुड छ एकदम पर्फेक्ट छ मेरो कम्पनी त वाउ भन्ने टाइपको छ अनि त्यही भएर मलाई चाहिँ खोज्नुपर्ने अवस्था छैन तर अलिकति सेलरीमा चित्त बुझ्दैन त्यति मात्र हो सेलरी अझ भने जस्तो दियो भने त म त बस्ने हो 10-15 वर्ष सोध्दै थियो त कति खान्छ भनेर खतरा हान्छ त्यही पनि भ्लगर भएर पनि होला क्या सेलरी कम खाएर
भनेर चाहिँ कति खान्छेस् भनेर सोद्धाखेरि त 350 खान्छु अरे क्या भ्लगर पो त भ्लगर त्यसै भ्लगर भ्लगर पो त भ्लगर पिठो दलेर सुतिन्छ त नि अनि त्यस्तै त छ हो गोरो छ त कस्तो त्यही भएर त तपाईलाई फिलिपिनी हो भनेर भन त फिलिपिनी भनेर हैन हामीलाई चाहिँ कालो न कालो इन्डिया नै भन्छ कि क्या हो नेपाली कसले भन्छ हो हैन जोतीले अस्ति बनाएको यस्तै छ गाइस हैन अब चाहिँ म चाहिँ रुम जान्छु रुममा गएर पल्टी हान्छु भन्दा पनि काम धेरै छ बाटो एकातिर छ अर्कोतिर हिँड्छन् यो सब भ्लगले हो मैले के भन्छ होइन काम त टन्ने रहेछ म त थाकिसकेँ यो घामले अब त कसम झोक्रेर नुन खाएको कुखुरा जत्तिकै हुन आँटिसक्यो अझै कहाँ पुग्नु चाहिँ मर्नु हुँदैन मेरो चाहिँ रुम आयो गाइस अलहम्दुलिल्लाह मलाई त आनन्द आजको मेरो घुमाइ फिराइ चाहिँ सक्यो है गाइस यति समय हो मेरो भ्लग होइन बल्ल सास आयो बल्ल सास आयो स्वर्गमा आइपुग्यो अब चाहिँ अब दिदीहरू छुट्टिनुहुन्छ घामबाट आएर यहाँनिर गर्मी उतार्दैछ नि होइन अब ऊ एउटाको ब्लग सकिँदैन उहाँ दिदी हो यहाँनिर चिसो खाएर टक्क अब ठन्डा बनाएर चाहिँ अनि रुम फर्किने हो सबैजना गर्मी उतारेर हाई गर्मी भनेर डान्स जति दिदी हान्नु त तपाईँ त खतरा डान्स हान्छ त यी दिदी हो नि फेरि डान्सर चाहिँ खतरा हान्छन् होइन अब मान्छे पनि हेर न वहाँनिर म घाममा हिँडेर रातो पिरो भएको छ पहाडबाट भर्खर झरेको जस्तै हाम्रो यो निर्मला चामलिङ सिसलाई सबैजनाले होइन ब्लग ऊ के भन्छ युट्युबमा सब्सक्राइब गरिदिनु होला एकदमै मजाको हुनुहुन्छ उहाँ सिस्टर होइन म पनि यो ल मैले पनि लास्टै गर्नु भएको छ हाम्रो दिदी चाहिँ यहाँ रुमबाट अब छुट्न आँट्नु भएको छ दिदीहरू होइन अब एउटाको बेल्ट भिर्नै बाँकी छ सबजना रेडी अब कोठाको हालत त्यस्तो बेहाल छ बाई बाई मेरो त आइतबार जहिले छुट्टी हो नि दिदी अनि यस्तै पिएचहरू पाइन्छ यहाँ आयो भने चाहिँ भेट हुन्छ अब त्यो पनि रिया दिदी हुँदैन अब त के भेट हुन्छ होला त 1 महिनासम्म त होइन ल राम्रोसँग जानु होइन ल फेरि भेटौँ ल आउँदै गर्नु धेरै धेरै मिस गरेको छ सबैजनालाई जानु है राम्रोसँग बाई बाई सबैजनाले सपोर्ट गर्नु होला प्लिज मलाई होइन भोलि देखेर पहिला तपाईँ मेरो त भर्खरै हो नि दिदी भर्खर स्टार्ट गरेको हो क्या राम्रोसँग जानु बाई बाई टिन 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 तारा त्यहाँ चाबी छ कि त्यतिकै खुल्लै होला ल ल दिदी राम्रोसँग जानु है त सबैजना ल ल बाई ल जानुभयो छिट्टो फर्किआउनु है छिट्टै फर्किआउनु है बाई बाई गाइस अब दिदीहरू पनि जानु पो होइन अब मेरो पनि यहाँनिर काम बिहान उठेदेखि हिँडेको केही पनि गरेको छैन रुमको हालत पनि यस्तो छ क्या यस्तो छ जुरुको उठेर हिँडेको मुख धोएर हिँडेकोदेखि रुममा आयो अनि त्यहाँदेखि अब गफसप गरेर अब गर्नु पाएको छैन अब मेरो कामहरू रुममा धेरै छ आज डेको बेलामा मैले गर्नु पाएको छैन सो अब म पनि फ्रेसहरू हुन्छु फेरि भेटौँला सो आजको लागि चाहिँ मेरो ब्लग यति नै बाई बाई फेरि भेटौँला हस् त।